यहाँ प्यासेन्जर खोज्नुपर्छ। यहाँ तानातान गर्नुपर्छ भन्नु न, प्यासेन्जर खोज्नु कुरा छोडिदियो होइन। त भिडभाड धेरै हुन्छ अनि वहाँ जति गाडी भयो भने केही फरक पर्दैन। त्यही त गाडी नपुगेर भन्नु न, राइड सेयरिङ एप्सहरू छ होइन, बाइकहरू, अनि ट्याक्सीहरू कति छ। अनि काठमाडौँमा नभएको भने अटो मात्रै हो। अटोको काम ट्याक्सीले गर्छ। फेरि अटो उता गाह्रो छ नि त, कतै धेरै उकालो हुन्छ। एउटा अर्को लियो न। घाम नलाग्यो भने त्यहाँ पनि मस्त मौसम हुन्छ होइन, पानी पऱ्यो भने त। यहाँ हल्का शीतल हुन्छ नि त, पानी नपऱ्यो भने त सासै फेर्न गाह्रो हुन्छ यार। पानी पनि गनाउने, दही पनि खान नआउने होइन, मै पनि त्यस्तै। यहाँ बस्यो भने बानी पार्न 1 महिना लाग्छ कम्तीमा होइन। के बाटै छोड्दैन त। केपी ओलीको नाति हो त। केपी ओलीको छोरो हो। खै होला। अहिले त्यस्तै छ होइन, बिगार्ने जति केपी ओलीका। हाला बाँडी जाने आयो। जाँदै नै हाल्नु न। ढोका लाउन। अरे छाता छ कि नै? भिजिहाल्ने हो, घर नपुग्दै। साबुन बोकेर हिँड्ने, नुहाएर घर पुग्ने। डिटल साबुनले नुहायो भने चिसो हुन्छ नि होइन, एकछिन त आराम मिल्छ। दारू खाए पनि गनाउँदैन, गाडी गनाउँछ। पानी खाइदिए पनि यो गाडी त नगनाउनु पर्ने त, इलेक्ट्रिक हो नि। होइन, इलेक्ट्रिकमा पनि गनायो भने त गाह्रो छ। आज सोमबार पनि भाउ प्यासेन्जर चाहिँ अब
हो नि शामको सोमबार प्यासेन्जर मिलेन